हेलो एभ्रिवान, नमस्ते सेवारो म निता जबेदो। वेलकम टु माई न्यू ब्लग। म एकदम सन्चै छु साथीहरू। आई होप तपाईँहरू पनि एकदम सन्चै हुनुहुन्छ होला। फेरि पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू हैन। अनि त्यहाँदेखि आज चाहिँ म बिहान उठेर साधना गरेँ हैन। साधना गरिसकेपछि तातो पानी खाएँ। अनि त्यसपछि अब म आफ्नो ड्युटीमा लागेको छु साथीहरू। यहाँ देख्न सक्नुहुन्छ हो। एकदम अब चाहिँ म लुगा धुन जाँदैछु। अनि मलाई चाहिँ सबैभन्दा धेर उयो मन नपर्ने चाहिँ लुगा धुनु क्या। तर के गर्नु, लुगा त धुनै पर्यो हैन। अब जब म धनी हुन्छु नि तब वासिङ मेसिन किन्छु क्या, वासिङ मेसिन। अनि बिहान उठ्यो यताउता गऱ्यो हैन। त्यही डेली रुटिन स्पेसल यो मेरो अब भिडियो बनाउँछस् खालि त्यो। अब मलाई धेरैजनाले भन्नुहुन्छ क्या भिडियो बनाउँछस् खालि एउटै ठाउँको बनाउँछस्, खालि एउटै ठाउँको बनाउँछस् भन्दै भन्नुहुन्छ नि त। अनि त्यहाँदेखि नयाँ नयाँ ठाउँ जानु, नयाँ नयाँ घुम्न जानु अनि बनाउनु भन्दै भन्नुहुन्छ। घुम्न जानुलाई पैसा चाहिएन हैन। पहिला म पैसा त कमाउँ, त्यसपछि कता कता जान्छु तपाईँहरू हेर्दै जानु होला। अहिलेलाई चाहिँ म ड्युटीतिर लागेँ साथीहरू। साथीहरू म चाहिँ लुगा धुइसकेको छुइनँ हो। लुगा धुँदा एकदम गले भोक पनि लाग्यो। अनि आएर माम खाएँ। अनि माम खाएर यहाँ चाहिँ दिवा हुनुहुन्छ हैन। अनि दिवासँग बसिरहेको छु, यहाँ देख्न सक्नुहुन्छ हो। अनि म चाहिँ यो मफलर पनि बुन्दैछु। अनि अब एकछिन चाहिँ आराम गरेर मफलर बुन्नु पर्यो। अनि त्यसपछि फेरि कन्टिन्यू लुगा धुनु पर्यो। भगवान्। अनि भेना पनि यहाँ हुनुहुन्छ, मेरो भेना हो। यहाँनिर लाइट बाल्दै हुनुहुन्छ। म चाहिँ अब एकछिन यो हुन्छु साथीहरू हैन। अब चाहिँ म चाहिँ लुगा धुइसकेर हो एकदम नुहाएर रेडी भएर हैन। अनि त्यहाँदेखि सबै कामसाम सकेर यहाँ इन्सुरेन्समा थोरै काम थियो नि त हाम्रो हिमालयन लाइफ इन्सुरेन्समा। अनि म्यामले बोलाउनु भएको थियो। म्याम उहाँ चाहिँ हुनुहुन्छ हाम्रो बिएम म्याम हैन। अनि सृष्टि गुरुङबाङ, तिमी र म कोल्याब गरेर भिडियो बनाउँदिनौँ अरे। अनि ऊ चाहिँ मेरो बेस्टी हो सृष्टि गुरुङबाङ, देख्न सक्नुहुन्छ हैन। फिलहाल चाहिँ हामी यहाँ छौँ हैन। अनि आज चाहिँ जेएनजी एकताको प्रोग्राम पनि रहेको छ हाम्रो काममा, देख्न सक्नुहुन्छ हैन। अनि एकदम उहाँहरूले राम्रो राम्रो नाटक गरिरहेको देख्न सक्नुहुन्छ। धेरै मान्छेहरू पनि उपस्थित हुनुभएको अनि हाम्रो चाहिँ हिमालयन लाइफ इन्सुरेन्स चाहिँ यहाँनिर छ होइन। चोक बजारदेखि सिधै अगाडिको रेड कलरमा यो घरमा हल्का रातो रातो छ यहाँनिर छ साथीहरू होइन। तपाईँहरू चाहिँ आफ्नो जीवनको सुरक्षा चाहनुहुन्छ भने अवश्य पनि हिमालयन लाइफ इन्सुरेन्स सम्झिनु होला साथीहरू। हाम्रो चाहिँ यहाँनिर एकदम गिफ्ट आएको छ हाम्रो लागि होइन। त्यही भएर हामी चाहिँ आएको छौँ साथीहरू। तपाईँहरूलाई के आएको छ हामी देखाउँछौँ साथीहरू। हाम्रो सामान चाहिँ यहाँ छ। अनि म तपाईँहरूलाई देखाउँछु ल मेरो भागमा के आएको छ भनेर मेरो नाममा। साथीहरू यो चाहिँ सृष्टिको टर्न हो। म्यामले चाहिँ सृष्टिलाई दिँदै हुनुहुन्छ। कङ्ग्रेचुलेसन सृष्टि। ल अब मेरो टर्न यहाँनिर चाहिँ अरूले भने यस्तै गिफ्टको लागि चाहिँ हिमालयन लाइफ इन्सुरेन्समा सम्झिनु होला होइन। एकदम आफ्नो जीवन भविष्य सुरक्षित गर्नको लागि होइन। अनि थ्याङ्क यू सो मच म्याम। यो चाहिँ मेरो गिफ्ट हो साथीहरू। यो टी सर्ट चाहिँ मलाई ठिक हुने कि नहुने नि तर हुन्छ ल। ए ल यो चाहिँ मेरो बुक हो होइन साथीहरू। अनि म यहाँनिर एकचोटि बेस्ट सबैभन्दा पहिला योभन्दा ठुलो छैन मलाई ठिक हुन्छ होला। म घट्ने म वेट लसको जोड्नुमा छु नि त। आयो घट्छु होला। यहाँनिर अब सृष्टि र मेरो सामान चाहिँ यति छ होइन साथीहरू। अझै हामी प्याकहरू गरेर चाहिँ जानुपर्ने हुन्छ साथीहरू होइन। अनि म चाहिँ यत्रो ब्याग बोकेर अब हामी चाहिँ यहाँदेखि लाग्यौँ होइन। ल बस्नुहोस् न म्याम। ल थ्याङ्क यू सो मच तपाईँलाई। बाई बाई। यो सृष्टि जाउँ। अनि हामी चाहिँ एकदम जाँदैछौँ। अनि उहाँ पनि हुनुहुन्छ हाम्रो सर। सर हजुरको नाम पनि भनिदिनुहोस्। कमल आचार्य।
हिमालयन लाइफ इन्सुरेन्स इलाम शाखामा कार्यरत। अनि हाम्रो म्यामहरु कहाँ जानु भएको छ? ए ल अनि हामी चाहिँ अब गएको होइन साथीहरू। आजदेखि चाहिँ हाम्रो आइपी प्रोसेस छ, त्यही भएर हामी छिटो छिटो त्यहाँ पनि भोलिन्टियरिङ गर्न जाँदैछौँ होइन। अनि ल हजुर ल ल ल म्याम ल। अनि त्यहाँदेखि होइन हामी चाहिँ अब आइपी प्रोसेसको लागि एकदम ढिलो भइसक्यो। सृजना म्यामले कल गर्नु भएको छ होइन। सृजना म्यामले तल कल गर्नु भएको थियो अरे। ल छिटो जाउँ अब हामी एकदम जान्छौँ साथीहरू। सृष्टि चाहिँ अगाडि छ होइन। अनि म चाहिँ यहाँ फाइनली पुगेँ होइन। यहाँ देख्न सक्नुहुन्छ सृजना डी, यता हाम्रो सञ्जय सर हुनुहुन्छ होइन। अनि यता हाम्रो गुरुदेव हुनुहुन्छ। केटाकेटीहरू यहाँ देख्न सक्नुहुन्छ होइन। अनि साथीहरू हाम्रो चाहिँ आजदेखि जुनियर आइपी इन्ट्युसन प्रोसेस प्रोग्राम हुँदैछ आर्ट अफ लिभिङ इलामको सेन्टरमा। अनि साथीहरू होइन तपाईँहरूलाई म इन्ट्युसन प्रोसेस भनेको के हो भनेर हाम्रो एकदम सिनियर सरको मुखबाट थोरै सुनाउन चाहन्छु, देखाउन पनि चाहन्छु। सर भनिदिनुहोस् न। नमस्ते। सो इन्ट्युसन प्रोसेस भनेको चाहिँ हाम्रो 6 सेन्सको कुरा हुन्छ यसमा चाहिँ, अथवा गट फिलिङ्स पनि भनेर बुझ्न सक्छौँ। यसमा चाहिँ हामीले बच्चाहरूलाई चाहिँ 5 देखि 18 वर्षको बच्चाहरूलाई चाहिँ विभिन्न टेक्निकहरूको थ्रुबाट चाहिँ मेडिटेसनको थ्रुबाट चाहिँ उनीहरूले आफ्नो 6 सेन्स एक्टिभेसन गरेको हुन्छ, जसले गर्दाखेरि उनीहरूले राइट डिसिजन लिन सक्छ अथवा पढाइमा पनि इम्प्रुभमेन्ट गर्न सक्छ। उनीहरूले पढेको कुरा पुरोजेनिक मेमोरी भइरहेको हुन्छ। त्यसै गरी उनीहरूको स्पोर्ट्समा पनि एकदम राम्रो हुन्छ। सो उनीहरूलाई पहिल्यै थाहा हुन्छ कि के गर्दा सही हुन्छ, के गर्दा गलत हुन्छ, कसरी चाहिँ आफ्नो लाइफमा साथीहरू चुज गर्ने, कसरी चाहिँ आफ्नो करियर के चुज गर्दा बेटर हुन्छ। सो यस्तो सानो सानो कुराहरू जुन चाहिँ हामी सबैलाई पनि धेरै प्रब्लमेटिक भएको छ, त्यो कुराहरू चाहिँ उनीहरूले सानो बेलादेखि इन्ट्युटिभली क्याच गरिरहेको हुन्छ। उनीहरूको फर्स्ट थटले उनीहरूलाई एकदमै राम्रोसँग गाइड गरिरहेको हुन्छ। सो त्यही भएर यस्तो प्रोग्रामहरू चाहिँ हामीले आफ्नो बच्चाहरूलाई सानै छँदा गराउनु भयो भने एकदमै बेस्ट हुनेवाला छ। सो तपाईँहरूले पनि गराउनु होला। थ्याङ्क यू। अनि साथीहरू होइन बच्चाहरूको कति 5 to 7 अनि 8 to 12 अनि 12 to 18 भनेको 17 रनिङसम्म चाहिँ हाम्रो इलाम सेन्टरमा हुँदैछ होइन। यसपालिको चाहिँ अब भइसक्यो होइन। नेक्स्ट टाइम गर्दाखेरि यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। अब चाहिँ एकदम सुरु भइसकेको छ हाम्रो इन्ट्युसन प्रोसेस। उनीहरू नानीहरू चाहिँ 5 to 7 को बिचको नानीहरू हो। अब चाहिँ हामी यहाँनिर व्यस्त छौँ साथीहरू होइन। आज यतिमै मेरो भिडियो यहीँ अन्त्य गर्छु होइन। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन अन गरिदिनु होला अनि मलाई धेरै धेरै माया गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान। किप सपोर्टिङ। बाई बाई। लभ यु गाइज।